त्यसै गरी म तपाईँलाई मार्गरिटा पिज्जा बनाउन सिकाउँछु। मार्गरिटा पिज्जा बनाउन एकदम सजिलो छ। पिज्जा ससलाई मजाले यसरी लिप्ने र त्यसमाथि हामीले चिजलाई पनि छरिदिने। मार्गरिटा पिज्जामा स्लाइस टोमेटो, पिज्जा सस अनि चिज मात्र रहन्छ। स्लाइस गरेको गोलभेडालाई पनि सबैतिर फिजाइदिने। स्लाइस टोमेटो फिजाइसकेपछि हामीले माथिबाट मोज्जारेला चिजलाई माथिबाट सबैतिर फिजाइदिने। मोज्जारेला चिज मेल्ट नभएसम्म ढक्कन लगाएर 15 देखि 20 मिनटसम्म छोपिदिने। ल हेर्नुहोस् त हाम्रो मार्गरिटा पिज्जा रेडी भएको छ। अब यो मार्गरिटा पिज्जालाई हामीले प्लेटमा राखेर सर्भ गर्छौँ। हेर्नुहोस् त साथीहरू, हाम्रो यो मार्गरिटा चिज पुरा मजाले मेल्ट भएको छ र बेस पनि मजाले क्रन्ची भएको छ। ल त अब हामी यसलाई टेस्ट गर्ने होइन त। त्यसै गरी हामीले घरैमा बसेर सजिलो तरिकाले रेस्टुरेन्टको फ्लेभर, रेस्टुरेन्टको स्टाइल, रेस्टुरेन्टकै स्वादमा यसरी पिज्जा बनाउन सक्छौँ। ल त साथीहरू, हजुरहरू पनि घरमा यो पिज्जाको रेसिपी ट्राई गर्ने होइन त। तपाईहरूकै माया र यस्तै सपोर्टहरूको आशा राख्दै म तपाईहरू सामु नयाँ र मिठो मिठो परिकारहरूको रेसिपी ल्याउनेछु। भिडियो मन पर्यो भने साथीहरू मेरो यो हारती किचन स्टेसन च्यानललाई प्लिज लाइक, सब्सक्राइब अनि सेयर गरिदिनु होला।